गुड मर्निङ सबैजनालाई। आज चाहिँ हाम्रो पत्रीको भाइहरू मिलन खालिङ राई एन्ड दुरेन राई पत्रीबाटै हो। हामी पत्री सञ्चारी नगरपालिका। आज चाहिँ समय मिलेर भाइहरू चाहिँ चट्ट भेट्नको लागि म बसेको ठाउँमा आउँदैछ र आज थोरै दाजुभाइ यसो वकिङ हाइकिङमा जाने प्लान छ। त्यसको लागि म यहाँ अलिक किचनमा छु। थोरै खानेकुराहरू के छ अब प्याकिङ गर्नु पऱ्यो। ल भाइहरू आइपुगेको छ, म भाइहरूलाई लिन जाँदैछु। भाइहरू आइपुगेको छ है मेरो ठाउँमा। भाइहरूलाई वेलकम गरिरहेको छु। ल भाइहरूलाई वेलकम छ है। नमस्ते। ल नमस्ते। ल भाइहरूलाई चाहिँ स्वागत गर्न पाएँ है। ल भाइहरू आइपुग्नु भएको छ। मिलन भाइ, दुरेन भाइ। हेलो। है हाम्रो दाइसँग पहिलो भेट हो है। ल ल धेरै खुसी लाग्यो। हाम्रो मिलन भाइ पनि है सेवार हो सम्पूर्णलाई क्या मेरो दाइ होइन। मेरो भाइ आउनु भएको छ यत्रो टाढोबाट है एकदम स्वागत गर्नुको लागि। हो नि त दाजु। अनि यस्तोमा होइन आफ्नो गाउँठाउँको होइन दाइहरूसँग साथीहरूसँग भेट्नु भनेको त सौभाग्यमै हुनुपर्छ नि त। हो किन भन्नु न, यति खुसी हुन्छ होइन। रातभरि सुतेको छैन भन्दैछु त सकिहाल्यो नि अब। ल त्यही त ल कता जाउँ त के गरौँ। सेफ पार्किङ त छ। ए हो हुन्छ मेरो यहाँ पनि सेफै छ कि। हजुर कतिवटा अलिकति राम्रो पार्किङ भइसकेको छ। अब चाहिँ हाम्रो थोरै यात्रा छ। हुन त भाइ मिलन भाइ धेरै नै हाइकिङ गर्नुहुन्छ, तर हाम्रो चाहिँ नजिकै हो। हाम्रो चाहिँ फर्स्ट हाइकिङ सपना त झन् मैले सपनामा देखिरहेको थिएँ क्या। हो र केटाहरूलाई त क्यान्सल गरिदिएर कुनै दिन भेटौँ अब भनेर। हजुर पत्रीवासीलाई सुरु प्रायोरिटी दिनु पर्यो। जे होस् मिलन भाइ आज आएर चाहिँ धेरै खुसी है। हजुर त्यो पहिलो भेटघाट भयो। दाइसँग म पहिले नेपाल आउँदाखेरि भेटेको थिएँ। आजभन्दा 6 वर्ष 6.5 वर्ष अगाडि होइन त। हजुर हजुर हो हो। अनि आज एक्कासी अब ठ्याक्कै भाइ भनिदिनु त आज चाहिँ कस्तो फिल भयो र आज आउनुको अगाडि? आज आउनु अगाडि चाहिँ अब जस्तै हामी केटाकेटी हुँदाखेरि चाहिँ दाइ होइन अब भोलि पिकनिक जानुपर्ने छ है होइन, भोलि चाहिँ कहाँ के जानुपर्ने छ, घुम्नु जानुपर्ने छ भन्दाखेरि आज रातभरि निद्रा लाग्दैन थियो नि। बालापनको याद आयो कि आज मलाई रातभरि निद्रा लाग्छ नि त है। 11:30 बजी बिउजे, त्यहाँबाट फेरि 12:30 बजी बिउजे अरे, अनि त्यहाँबाट फेरि 5 बजी बिउजे, त्यहाँबाट त निद्रा लागेन नि। अरू बेला चाहिँ म 7 बजी उठ्ने मान्छे, 10 बजी सुतेर। आज चाहिँ 5 बजी उठेँ, त्यो पनि 12:30 बजी सुतेर हो। ल अब आज चाहिँ हामी हाइकिङ जाँदैछौँ है। आउनु छ नि त यहाँ। ल हामी चाहिँ अब जाँदैछौँ आज। हामी चाहिँ एकदम तामझामको साथ हाइकिङ जाँदैछौँ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ हामी व्यवस्थित भएर एकदम व्यवस्थित भएर जाँदैछौँ। ल आज हाम्रो हाइकिङ चाहिँ खासै अब मिलन भाइले गरेको जस्तो ठाउँ चाहिँ छैन होइन। ल हामी अहिले जङ्गल क्षेत्र जाँदैछौँ। यहाँबाट सुरु हुन्छ है त। ल ओके। आज हाम्रो चाहिँ एकदम घनघोर जङ्गलको यात्रा हुँदैछ। घनघोर जङ्गलको यात्रा है। अन्तिमसम्म हेरेर साथ दिनु होला। म भाइहरूलाई जङ्गल चाहिँ घुमाउँदैछु होइन, तर हराएमा भाइहरू आफै जिम्मेवारी हुने। जिम्मेवारी छ नि त होइन, भरुवाहरू छ नि सबै। छ नि, लोड पनि छ नि होइन। एकदम एकदम भरुवाहरू छ। टाइगर आयो भने त फेरि एकदम होसियार हुनु ल। जङ्गल प्रवेश गराउने मेरो काम। अब त भाइहरूलाई चाहिँ एकदम तयार है। सुरक्षा चाहिँ आफै लिनु होला। हजुर हजुर। घनघोर 4 कोसे झाडी। हजुर जङ्गल प्रवेश गऱ्यो। अब केही हामी यहाँ चाहिँ वकिङ हाइकिङ गर्छौँ। हामी चाहिँ पत्रीवासी 3 दाजुभाइ आफ्टर लङ टाइम चाहिँ होइन नेपालबाट यहाँ युके आएर चाहिँ हाम्रो भेटघाट भएको छ। मिलन भाइसँग त लगभग धेरै वर्ष 6-7 वर्ष भयो। हाम्रो दुरेन भाइसँग पनि है निकै लामो समय नै भयो। आज चाहिँ संयोग मिलेको छ, भाइहरू अलिकति टाढोबाट आउनुभयो मलाई भेट्नु, धेरै खुसी लागेको छ। आज यसो दाजुभाइ यो हाम्रो ब्ल्याकनेल फरेस्टको एरियामा चाहिँ जाँदैछौँ। हेरौँ अब के हुन्छ। रमाइलो अविस्मरणीय क्षण जे होस्। हामी चाहिँ यो सम्झनाको लागि हामी भिडियोमा कैद भएका छौँ है र मेमोरीको लागि। ल
भाइहरूलाई चाहिँ अब यो यहाँ ठाउँबाट अलिकति डाँडा काँडा देखाएर फेरि यहाँबाट जङ्गल फेरि प्रवेश गर्छौँ ल हामी चाहिँ अब यो हाइकिङ क्षेत्रमा छिरेका छौँ उकालो ओह्रालो गर्दै मिलन भाइ धुरेन भाइ आउनु भएको छ यो फर्स्ट टाइम म पनि फर्स्ट टाइम आएको भाइहरूलाई यसो गाइड गर्ने मौका पाएँ यहाँ अघि उकालो चढेर अहिले ओह्रालो झर्दैछु फेरि घनघोर जङ्गल पार गरेर निस्किन सफल हुँदैछौँ अब यहाँबाट उकालो ओह्रालो उकाली ओह्राली गर्दै होइन भाइ आधीमै आइरहेछ नि त भाइ है अहिले हावा है आधी आएर है हावाले अघि झन्डै उडायो नि त भाइ हामीलाई यस्तो सबै कुराहरूलाई चाहिँ छिचल्दै हामी चाहिँ युकेको यो वन जङ्गल चाहिँ अवलोकन गर्दै क्षणहरूलाई कैद गरिरहेछौँ है मिठो हावा चल्दैछ लगभग चैत वैशाखको जस्तै हावा हुने अरे है यहाँ हो नि अब यहाँबाट हामी फेरि अर्को वन जङ्गल छिर्दैछौँ फेरि है त्यो चाहिँ अब बाइपास अब यो चाहिँ यता जाउँ हो यता अघि हामी यता चाहिँ पुग्यौँ भने हामी अघि गयौँ नि त्यही बाटो पुगिन्छ अब हामी यता लाग्छौँ हामी चाहिँ जङ्गलको हाइकिङ गरेर उकाली ओह्राली गर्दै अब अहिले हामी यहाँ भाइहरूसँग खाजा खानुको लागि हामी यहाँ आएको छौँ यहाँ ट्री हाउस पनि बनाइदिएको छ नेपालको जस्तै टक्क पिङ पनि छ ल आज हामी यहाँ चाहिँ थोरै खाजा खान्छौँ अब हामी त्यस पछाडि फेरि हामी जङ्गलको यात्रा ल भाइहरू भोक लाग्यो होइन है धीरेन भाइ मिलन भाइ खाजा थोरै अब माथि बसेर पनि खानुपर्छ ल अब हामी खाजा खान आँटेको छौँ खाजा अब धेर थोर छ अब त्यस्तै हो अब होइन भाइहरूको लागि थोरै मैले चाहिँ अब रेडिमेड खाजा हो ल ओके हामी चाहिँ अब खाजा खाने तम तयारमा छौँ होइन चट्टोसँगले धुरेन भाइले चटपटे रेडी यता हाम्रो मिलन भाइ खाजा खानुमा एकदमै तम भाइ चाहिँ भोकाको महसुस गर्दै हुनुहुन्छ किनभने हामीले एउटा जङ्गल चाहिँ काट्यौँ भने त भाइ घनघोर जङ्गल मध्य भागमा छौँ हजुर हजुर एकदम बिचमा छौँ अहिले त्यो लामो होइन फ्रुट्सहरू पनि अब अहिले भाइहरूलाई थोरै खाजा ल हामी चाहिँ खाजा साजा खाएर होइन धीरेन भाइ मिलन भाइ चट्टसँगले अब आधा जङ्गल बाँकी छ आधा जङ्गललाई हामी छिचोलेर हामी टाउनतिर निस्किन्छौँ कस्तो रह्यो त आजको खाजा अर्ग्यानिक खाजा अर्ग्यानिक है दुईजनालाई बोकिदिनु भएको छ धेरै धन्यवाद ठिक छ विशेष भाइहरूको लागि भनेर ल्याएको त्यसमा अब धुरेन भाइले मजाले बनाउनु भयो होइन श्रम पारेर चाहिँ खाइदिनु भयो दुईजनाले छोडियो अब हामी यतातिर लाग्दैछौँ एउटा घनघोर जङ्गल चाहिँ पार गरेर हामी चाहिँ टाउनतिर छिर्छौँ ल त आजको यही रह्यो दिन आजको हाम्रो हाइकिङ चाहिँ लगभग कम्प्लिट भएको छ है होइन त भाइहरू आज हामीले अलिकति धेरै हिँड्यौँ हामीले वन जङ्गलको बाटो घाटो गरेर 842 स्टेप हिँड्दैछौँ हामी ल दामी भयो बिहान हिँडेको छुइनँ म पनि आज बिहान हिँडिनँ भाइहरू आउनुहुन्छ भनेर चट्टसँगले ल हामी चाहिँ डर हिँड्यो है कस्तो लाग्यो मिलन भाइ धीरेन भाइ एकदम रमाइलो भयो आज यात्रा जस भेट्ने मौका पाइयो
युकेको एकदम घनघोर जङ्गल घुमेर पार गरेर आइयो हो नि एउटा युकेको एउटा वन जङ्गल क्षेत्र होइन हरियाली क्षेत्रलाई चाहिँ हामीले कैद गऱ्यौँ होइन अविस्मरणीय क्षण बनायौँ है हामी 3 भाइको एउटा ऐतिहासिक क्षण अब हामी अर्को फेरि ठाउँको लागि होइन फेरि पनि समय मिलाएर प्लान गर्दै गर्छौँ र हामी त्यसलाई पनि हामीले कैद गर्ने जमर्को गर्छौँ होइन त ल सबैको दिन शुभ रहोस् होइन त ल ल आज हाम्रो हाइकिङ वाकिङ गरिसकेर चाहिँ चाहिने सामानहरू मजाले सपिङ गर्नुभयो है त हामी पार्किङ क्षेत्रमा जाँदैछौँ कार पार्कबाट सामान लोड गरेर चट्टसँगले अनि भाइहरूलाई थोरै कडक कफी बनाएर खुवाएर होइन गफसफ गरेर अनि हामी आजको यो दिन चाहिँ यहीँ हाम्रो बिट मार्दैछ भन्नु चाहिँ उपयुक्त होइन ल अब अर्को मेमोरी पनि बन्नेवाला छ भविष्यमा ल छिटै नै है ल फेरि पनि भाइहरूसँग छिट्टै भेटेर रमाइलो गर्ने बाचा गरियो अनि बिदा भइयो सम्पूर्णलाई हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सबैको दिन शुभ रहोस् र यस्तै यस्तै ब्लग हेर्नुको लागि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नु नभुल्नुहोला धन्यवाद।